ल गाइस अब चाहिँ हामी यता कुन ठाउँ गऱ्यो तर्खाची होइन यस्तो घर चाहिँ बनाउने के गाइस लाइफमा नभएपछि यस्तो घर त बनाउनै पर्छ के ल गाइस अहिले चाहिँ हामी गइरहेछौँ मुर्गिया भन्ने ठाउँमा अनि उता चाहिँ के भन्छ अलि त्यो पुल भत्क्यो सो त्यही भएर यताबाट बाटो छ हामी त्यही बाटो गइरहेछौँ चट्ट लगाएर भाइहरूसँग मिलेर ल भर्खर त दामी आयो न गाडीहरू गइरहेछ ओए ओए कस्तो दामी आयो न ल मेरो मन त ब्रेकै छैन गाइस झन् त्यो पुल कटेर जानुपर्छ अगाडिको देख्न सक्नुहुन्छ सब उतैबाट गइरहेछन् ल अर्को बाटो पनि निकाल्दैछ ल हामी चाहिँ अनि यता सेफ्टीतिर जानुपर्छ गाइस अलि सम्लेर जानुपर्छ हामीलाई चट्ट लगाएर हामी गइरहेछौँ मचल पारा भाइ त्यो पुल लिन पुगिसक्यो मेरो भाइ चाहिँ पछाडि आउँदैछ देख्न सक्नुहुन्छ अनि गाडी मेरो भाइहरूको गइरहेछ सो अहिले स्लोली स्लोली गर्दै गर्दै हामी चाहिँ यता सब माटो कस्तो कचडाहरू छन् न गाइस ल अब चाहिँ हामी अगाडि गइरहेछौँ माथितिर गर्ने जानैपर्छ अनि खास बन्दले पनि यस्तो अब काम त गर्नुपर्छ केटा मान्छे भएपछि त काम गर्नैपर्छ त्यही भएर कामको सिलसिलामा गइरहेको मेरो त काम फिक्स छ मेरो भाइको लागि काम गर्नु थियो त्यही भएर गइरहेको छ अगाडिबाट बस आइरहेछ अनि हामी चाहिँ ओ कस्तो चढान छ कि त्यही भएर गइरहेको छौँ हामी मस्त ओए कस्तो दामी थाहाको लाग्यो यार मलाई त ल यता पुगिसक्यौँ मेन रोडतिर म चाहिँ अगाडि गएर भेटौँलाई गाइस खोलाएर है ल अनि गाइस अहिले चाहिँ हामी गइरहेछौँ अगाडि चोकतिर मुर्गिया होइन त्यो मुर्गिया भन्ने चोकमा गइरहेछौँ हामी मतलब गइरहेछौँ त्यहाँ गएर चाहिँ मेरो भाइ छ अनि अगाडिबाट गाडीहरू आउँदैछ देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी उची ठाउँमा छौँ अनि त्यसपछि सो हामी चाहिँ मुर्गियाको चोकमा पुग्छौँ अनि त्यहाँ गएर साउसँग कुरो गर्नु पऱ्यो यताउति कान्छ यो भाइलाई भनेर यताउति गर्नु पऱ्यो अनि यताबाट खै देख्नु न पछाडि कस्तो होइन गाडी आएको आइछ क्या फेरि होइन मेरो साउन्ड त अब तपाईँहरूले सुन्नेछ कि सुन्ने छैन त्यो मलाई थाहा भएन त्यही पनि मेरो अहिले चाहिँ मतलब फर्स्ट ब्लग हो त्यो सक्दो सपोर्ट गरिदिनु होला अनि के बिग्रेछ मेरो के बिग्रेको छैन भनिदिनु होला ल गाडी गयो गाइस कस्तो हेरिरहेको छ न मलाई बिग फ्यान भने जस्तै यसले पनि हेऱ्यो होइन गाइस यस्तै छ खै अब यस्तो गाडी कहिले किन्ने हामी होइन नसिबमै छैन हाम्रो के भएन गाइस जस्तो यो दिन त गाडी दरबान चाहिँ आएर छ भोलि छैन भन्दै गर्दैछ हाम्रो दिनहरू लगाइछ अब गएर गाडी मुर्गियातिर भेटौँला है गाइस ल लेट्स गो गाइस हाम्रो कान्छुमी त छन् कहाँ छन् यार उयो कान्छुमी त के छ त यहाँ लगाइरहेको छ ल ल सर पिहाल्दै ल गाइस यहाँ हाम्रो अर्को चाहिँ छन् होइन एनसी ल हात मिलाइदिउँ न सो मैले ब्लग बनाउन स्टार्ट गरेँ नेपालीमा कहाँ नाम मर्थे नेपालीमा बोलिरहेको छु नि त यहाँ मेरो बिटा ल सुरट खाना भन्छन् मेरो साथीले अब गएर खुलाइदिनु यस्तो गएर चट्टलेर हो नि त साथी उयो ल लगाइछ हामी मुर्गियामा चाहिँ आइसक्यौँ अनि यहाँ छ मुर्गियाको त्यो मेन चोक अनि हामी गइरहेछौँ काम सोधेर पनि भइसक्यो हाम्रो फिक्स भइसकेको छ अनि हामी चाहिँ घुम्न गइरहेछौँ यहाँ बठिनीहरू गइरहेछन् तर मैले हाल छैन ल हिँड्न यही छ हाम्रो मुर्गिया फ्यान्सी र दिनेश फ्यान्सी भाइरल फ्यान्सी भाइरल फ्यान्सी छ कि आएछ यहाँ यहाँ गाडीहरू पनि देख्न सक्नुहुन्छ सबहरू हुन्छ उता छ मुर्गिया फ्यान्सी यता छ दिनेश फ्यान्सी यताको भाइरल फ्यान्सी हो न भाइ अनि भाइरल अनि यहाँबाट कार आइरहेको छ चक्क लगाएर औ त गरेर भेटौँला है गाइस नभए अब सिधै भेटौँ ल गाइस